सोबियुको चुनाव भय मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनु भएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ सङ्गठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यानाकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल काङ्ग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यानाकर्षण गराएँ। धन्यवाद।